यो हाम्रो क्लिनिक हो है। अब म आज बसन्त पञ्चमी सरस्वती पूजा विद्यालयमा अफिसियल आरम्भ हो। त्यसै गरी भव्य सरस्वती पूजा पनि हुने जानकारी गराउँदछु र हामी म अहिले यति बेला स्कुल जाने क्रममा बाटोमा छु र यति बेला 7:30 बजिसकेको छ। बिहानको निकै चिसो छ, घाम लागेको छैन है। सबै सबैमा सम्झना आज र पनि यो चिसोमा नित्य कर्म गरी घरमा अब स्कुलतिर जाँदैछु। निकै चिसो भइरहेको छ। स्कुल जाँदैछु है सरस्वती पूजामा। बाटोमा चाहिँ अब केही समयमा पुग्नेछु। त्यसपछि सरस्वती पूजाका केही झलकहरू पनि आउँछन् र यता बाद त्यस्तो छ है। म स्कुल जाने बाटो यस्तो चिप्लो छ, एकदम चिप्लो। त्यसरी एकदम चिप्लो भइरहेको छ। अब यो बाटो स्तरोन्नति क्रममै छ र बाटो एकदम अफरोड छ। तल जान्छु बाटो यहाँनिर एकदम चिप्लो, यो धेरै चिप्लो छ बाटो यहाँनिर। यस्तो अप्ठ्यारो छ है। दिनदिनै चाहिँ हिँड्नुपर्छ यो अप्ठ्यारो बाटो। यहाँ केही स्तरोन्नति हुने भनेर हिजो सर्वे भएको छ। पक्कै पनि बाटो राम्रै भन्दा भन्ने आशा छ। बाटोको अवस्था पछि यो बाटो स्तरोन्नति भइसकेपछि हामी कुनै बाटोको पनि भिडियो बनाउँदैछौँ है। त्यसरी चराहरू बाटोमा आउँछन्। कहिले वनकुखुराहरू पनि हामीले वनकुखुरा भन्छ, काली चरा पनि भेटिन्छन् है। यो भनौँ पातले खोला यहाँनिर चाहिँ यस्तो राम्रो बनेको छ। यो खोला चाहिँ यहाँनिर पानी बर्खामा ठुलो आउने। अब बल्ल घाम लाग्दैछ। यसरी अब म घामतिर लागेँ रातले हो है। अब स्कुल पुगेर फेरि म भिडियो बनाउने छु है। र यहाँनिर दुईवटा बाटो रातामाटा भनेर चिनिन्छ हामीले। यो पर्याप्त रातामाटाको लागि पर्याप्त। यहाँबाट धेरै गाउँ बस्तीका घरहरूमा पोत्नको लागि रातो माटो लैजाने चलन पनि यहाँ रहेको छ। म यति बेला दर्नेटा पुग्न थालिसकेको छु। यहाँनिर दर्नेटा भन्ने छ, यो दर्नेटाको बाटो हो। यहाँबाट स्कुलतिर दायाँ बढिएर जान्छु है। यस्तो छ। म चिया खाइरहनु भएको यसरी। यहाँबाट म यता तल यस्तो छ गाइस है बाटो। त्यो चाहिँ स्कुल हो। म त्यहाँ जाँदैछु र फाइनल्ली म
म स्कुल आइसकेको छु गाइस। यस्तो छ विद्यालय।